ल है अहिले चाहिँ हामी लोमाङथाङ बजार घुम्दैछौँ। यहाँको गाउँ कस्तो छ हेर्नु होला। एकदम तरिकाले हामी चाहिँ हिँड्दै नै घुम्दैछौँ। सबै माटो ढुङ्गाको घरहरू हो नि। कोरला बेकारी चौरी गाई है, चौरी गाई, चौरी गाई। देख्न सकिन्छ। ल है गाडीहरू पनि धेरै छन् घुमिरहेका। ल लोमाङथाङ बजार फ्रम मुस्ताङ। पुराना घरहरू चाहिँ यसरी रहेका छन्। लोमाङथाङ बजार है घुमिरहेका छौँ, देख्न सकिन्छ। यहाँ के भयो, गाडी हो कि के हो, पुरै धुवा उडिरहेको छ। गाडीको अवस्था यस्तो छ है लोमाङथाङमा चिसोले। ल है साथीहरू, गाडीको अवस्था चाहिँ पुरा धुवा फालिरहेको छ। स्टार्ट हुन पनि गाह्रो भएको होला। यो चाहिँ पारीको डाँडोहरू चाहिँ चाइना हो है। यो डाँडो चाहिँ टावर भएको एउटा सानो देखिरहेको, त्यो चाहिँ चाइना। कहाँ भ्याइ यो? ल हामी चाहिँ यता बाटो नभएको कारणले यता जाँदैछौँ। ल काठमा टक्क लाइट है, लोमाङथाङ बजार।
ल है यहाँ चाहिँ चौरी गाई चराउँदै हुनुहुन्छ। यता खासै केही छैन अरे। ल त ल है लोमाङथाङको खेतहरू ल है वर्कसप है गाडी बाइक केही बनाउनु पर्यो भने यो चाहिँ अप्पर मुस्ताङको लोमाङथाङमा ल गाडीहरू केही बनाउनु पर्यो भने धुन बनाउन पर्यो भने यहाँ चाहिँ छ है ल ल है राजदरबार जाने बाटो है लोमाङथाङको यहाँ चाहिँ राजा राजकुमार हामी चाहिँ राजदरबारभित्र जाँदैछौँ ल हेर्नु होला राजदरबार जाने बाटोतर्फ जाँदैछौँ। है हामी चाहिँ राजदरबार जाँदैछौँ। हजुर हजुर राजदरबार यतै हो हस् हस् र है हामी चाहिँ लोमाङथाङको राजदरबारमा जाँदैछौँ।
पनि राजदरबारकै हो कि के हो? लोमाङथाङ बजार है प्रमुस्ताङ। कता पर्यो यो दरबार? दरबार उतै साइडमा हो। हामी कताबाट जानु पर्यो? दरबार भित्र यसभित्र जान पाइन्न। पाइन्न। ल है हामी चाहिँ राजदरबारमा आइसकेको छौँ। ल यो रहेछ यहाँको राजदरबार चाहिँ, लुबाङथाङको राजदरबार। ल ए यहाँ राजाहरू हुनुहुन्छ कि नै? राजा भएको त मान्छे नै हुन्छ नि। अब त्यो पकाउने मान्छे कुक पनि हुन्छ, सबै हुन्छ नि। झिउहरू पनि मालाएर त्यसै सबै छैन नि। मान्छे हुने भएर पनि ध्यान पानी हालेर झिउहरू ल्याएर सफा गर्छ। यसले अहिले आएको छ, त्यसमा कुखुरा आउँछ। अहिले आयो, आज आयो नि, आज आयो। ल राजदरबारमा आयो के छ त? राजदरबारमा आएर भित्र जान हामी नपाए पनि बाहिरबाट यहाँको चाहिँ दृश्य यो चाहिँ यो काठले बनेको छ। माटोले चाहिँ झार बजाएको छ। कुकुर छ भन्ने स्थानीयबाट अब चाहिँ हामी चाहिँ एउटा फोटो खिच्न थाल्छौँ।